जङ्गी निशान हाम्रो जिउँदो र गच्छरियो। Third knockout between Makalu and Kanchanjunga. Toss one by Kowe Badal. खत्म करते हुए अनि उतापट्टि पनि हाम्रो अर्को टिम लाल जर्सी में टिम चाहिँ हाम्रो जित्नुपर्छ है आज एकदम एकदम हाम्रो त मकालु गरेको पनि एकदम प्रहार गर्ने एकदमै रोमाञ्चक भइरहेछ के छ त आज जितिन्छ जस्तो लाग्छ एकदम 100% ल कस्तो महसुस भइरहेछ त गेम हेरेर के छ खाजा अब मैले त खेलाडीको लागि चाहिँ व्यवस्था थियो मैले त खाइसकेँ होइन त्यो अब भनेर जानुपर्छ त्यहाँ खेलाडी नै भनेर जाने ड्रेस चेन्ज गरेर एकछिन हजुर सीधे बीच के खिलाड़ी के पास शानदार प्लेसमेंट, शानदार रैली, दिलराना शॉट, लेकिन मछली की तरह एकदम जाल में फंस गई गेंद और दिलराना का स्कोर बोर्ड भएछ 16-12 सुंदर है ऑनलाइन एकदम संदेश को उठाया है मिस्टर सूरज बीबरे, ये कप्तान है कंचनजुंगा के। बनता स्कोर 13-16। शानदार मैच आपको देखने को मिल रहा है वॉलीबॉल प्रतियोगिता का आयोजन के 38वें स्थापना दिवस के उपलक्ष्य पर दोनों तरफ एकदम मंजूरी टीमें वो दामी शानदार उम्दा प्रदर्शन का नजारा। और ये पॉइंट 18-18 बराबरी पत्थर का मुकाबला। यो पोइन्ट यो टोलीको चाहिँ सुरुमा अलिकति गेम नमिले पनि अहिले एकदमै राम्रोसँग कमब्याक गर्न सफल भएको छ लिडमा पनि छ एकदमै कम्पिटेटिभ म्याच भइरहेछ यो अहिलेसम्मको एकदम कम्पिटेटिभ म्याच जस्तो लाग्छ मलाई हाम्रो एकजना सर्डर मणिराजजी उहाँले चाहिँ एकदमै पहिला उहाँ सर्डरमा हुनुहुन्थ्यो र उहाँ सर्डरमा आइसके पछाडि चाहिँ गेमलाई एकदमै नाटकीय ढङ्गबाट उहाँले परिवर्तन गरिराख्नु भएको हामीले देख्न सकिरहेछौँ गेम धेरै नै रोमाञ्चक हुँदै र बाँकी कमेन्ट्रीबाट पनि जानकारी भइरहेछ तपाईँहरूलाई मैं चाहूँगा हमारे आज के स्कोरर महफूज जी के लिए जोरदार तालियों से उनका स्वागत करें। खड़े एकदमै लामो र्याली घंटे का मुकाबला चल रहा है। यसका साथै फेरि हाम्रो सेतो जर्सीवाला हाम्रो ड्राइभरहरूको टिमले चाहिँ गर्दैछ तुमलिंग के शानदार मैदान में कंचनजंगा और मकाली टीम को बालकनी से और कुछ मैदान से मैच का तो की सर्विस 21-20 का कांटे का स्कोर। तो हरीश जी आप इस स्कोर के इस मैच के बारे में क्या सोचते हैं? र हाम्रो सरले चाहिँ यहाँ
एकदमै स्कोरिङ गर्दै हुन्छ। यो हाम्रो गेम चाहिँ एकदमै प्रतिस्पर्धात्मक भइरहेको छ। अनि यो भेटरन टोलीहरू भन्न मिल्छ यो हाम्रो जुन व्हाइट ड्रेसको टोलीहरूलाई चाहिँ, र उहाँहरूले चाहिँ फर्स्ट गेम चाहिँ हारेर पनि सेकेन्ड गेम जितेर कमब्याक गर्नुभएको थियो र यो फाइनल गेम भइरहेछ अहिले। अनि यो फाइनल गेम चाहिँ रेफ्रीले 15 मा सक्ने भन्नुभएको छ। अनि त्यही अनुसार हाम्रो गेम चलिरहेछ अहिले। दुवै टिमबाट चाहिँ आक्रमक गेमभन्दा पनि बचावट देख्न सकिन्छ र यो सँगै टिम कञ्चनजङ्घा पुनः 1 अङ्क प्राप्त गर्न सफल 8-7 र रेफ्रीको हुइसलसँगै कोड चेन्ज हुने अवस्था, कोड चेन्ज को सङ्केत आएको छ। एकदमै राम्रो स्पाइक खेलाडी जर्सी नम्बर 10 टिमका क्याप्टेन सुरज र यो सँगै टिम कञ्चनजङ्घा अङ्क 10, 3 अङ्कको फरक देख्न सक्छौँ हामी। सर्भिसमा र यो आउट अङ्क बढाउनतर्फ कञ्चनजङ्घा टिम भने आफूलाई अझ माथि लैजानको लागि मकालु टिम पनि खेल्दै हुनुहुन्छ। तर खेलाडीहरू यो सँगै मकालु टिमको राम्रो प्लेसिङ र यो अङ्क प्राप्त भएको छ टिम मकालुलाई। टिम मकालु 8 कञ्चनजङ्घा 11, हाम्रो 3 अङ्कको नवराज दाइले फरक मात्र देख्न सकिन्छ। खेल भइरहेको छ र होल्ड रेफ्रीको सङ्केतसँग यो अङ्क प्राप्त फाइदा प्लेसिङ मार्फत टिम मकालुले लिएको छ र टिम मकालुले 10, टिम कञ्चनजङ्घा 11। 15 को गेम छ। धेरै नै हामी थोरै अङ्कमा मात्र बाँकी छौँ गेम सम्पन्न हुनको लागि। यसर्थ यो 3 अङ्क धेरै नै रोमाञ्चक र धेरै अर्थपूर्ण रहन्छ र यो मकालु 11 बराबर मकालुले आफूलाई बराबर 7 अङ्कबाट 11 मा बराबर गर्न सफल भएको छ र यो लिड गर्दै 1 अङ्कले लिड गर्दै मकालु टिम 12 नम्बरका साथ स्थान हासिल गर्न सफल भएको छ। टिम कञ्चनजङ्घा बीचमा प्लेयरहरूको बीचको एक आपसमा समन्वय सञ्चार अलिकति नमिलिरहेको अवस्था भइरहेको छ देख्न सकिन्छ। यो सँगै अङ्क 13 मकालु टिम कञ्चनजङ्घाका प्लेयरहरूले अलि टिम स्पिड अलिकति बिग्रिरहेको अवस्था हामी यहाँ देख्न सक्छौँ। र अङ्क भइसँगै एकछिनको लागि यो ब्रेक राम्रो प्रस्तुतिका साथ 7 बाट रोकेर 12 मा चाहिँ र अहिले ताजा अवस्था हेर्दा मकालु 13 अङ्कका साथ अग्र स्थानमा छ भने कञ्चनजङ्घा 11 स्थानका साथ त्यो मकालुलाई पछ्याइरहेको देख्न सकिन्छ। र हामी यो 7 पोइन्टबाट 12 मा रोकेर धेरै राम्रो टिम कञ्चनजङ्घाका खेलाडीहरू सट र यो सँगै टिम मकालु 14 अङ्क अन्तिम अङ्कमा हुन्छ 1 अङ्क प्राप्त गर्नेको जितका लागि सिर्फ 1 अङ्क मात्र। तर यसको फाइदा कञ्चनजङ्घाले आफूलाई साबित गर्न पनि सक्छ। कञ्चनजङ्घा राम्रो सरी कञ्चनजङ्घा टिम मकालु टिम प्राप्त गर्न सफल हुनुभएको छ। टिम मकालु विजय भएको छ। हाम्रो जित्ने टोलीहरूसँग चाहिँ हामीले र हाम्रो जस उहाँहरूको पनि प्रस्तुति हामीले नराम्रो भन्न मिल्दैन। उहाँहरूले पनि फर्स्ट सेट जित्नु भएको थियो। तर यो गेम हो, गेममा हार जित भन्ने कुरा जहिले पनि भइहाल्छ। अब हामी सेमी फाइनलतर्फका गेमहरूको लागि अगाडि बढ्दैछौँ।